जय श्रीमन्नारायण। अब आज माघे सङ्क्रान्ति, माघे गते, अनि भगवानको दर्शन गर्नलाई, गङ्गाजीको दर्शन गर्नलाई यतातिर आएको। यता कालीगण्डकी माता हुनुहुन्छ, म चाहिँ ओह्रालोमा छु हिँड्दै हिँड्दै। यहाँबाट लगभग 10-15 मिनट तल पुगिन्छ। कालीगण्डकी माता भइसक्छ चाहिँ माथि दामोदर कुण्डबाट बग्दै आउनु भएको होइन। त्यहाँ गएर एकछिन गएर अब यसो गङ्गाजीको दर्शन गर्ने, यथासम्भव स्नान गर्ने, अनि बस्ने, भगवानको प्रार्थना गर्ने, पाठ गर्ने, जप गर्ने, एकछिन ध्यान गर्ने होइन, एकछिन सत्सङ्ग गर्ने। त्यही गरेर फेरि बेलुका चाहिँ हामी माथि नै आउने भनेर हिँडेको। यस्तो छ अब गङ्गाजीको दर्शन, दिव्य दर्शन, अलौकिक दर्शन। जय जय श्रीमन्नारायण।